चुनावको मुखीमा मधेसमा रासोपाभित्र महाभूकम्प। संस्थापक सभापति ममता शर्माको राजीनामासँगै तीव्र असन्तुष्टिको विस्फोट। निर्वाचनको संघारमै मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र गम्भीर सङ्कट देखा परेको छ। पार्टीभित्र आर्थिक अनियमितता भएको भन्दै मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेसँगै बारा सहित मधेसका जिल्लाहरूमा रासोपाभित्रको असन्तुष्टि सतहमा आएको हो। मधेस प्रदेशमा प्रत्यक्षतर्फ 32 सिटमा निर्वाचन हुँदैछ, तर रासोपाले तीमध्ये 23 सिटमा पुराना पार्टीबाट आएका व्यक्तिहरूलाई उम्मेद्वार बनाएको निर्णयले पार्टीभित्रै तीव्र विवाद चर्किएको छ। लामो समयदेखि पार्टी निर्माणमा जुटेका संस्थापक तथा पुराना कार्यकर्ताहरू आफूहरूलाई पाखा लगाइएको भन्दै खुलेआम असन्तुष्टि जनाउन थालेका छन्। पार्टीले अधिकांश सिटमा धनाढ्य र आर्थिक रूपमा बलिया व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप समेत उठेको छ। केही उम्मेद्वारमाथि विभिन्न आपराधिक घटना सम्बन्धी गम्भीर आरोपहरू रहेको भन्दै कार्यकर्ताहरूले नै प्रश्न उठाएका छन्। 12-4 का उम्मेद्वार रहबर अन्सारीको उम्मेदवारीले विशेष विवाद निम्ति आएको छ। मनोनयनको अघिल्लो दिन मात्र माओवादी केन्द्र परित्याग गरी रासोपामा प्रवेश गरेका अन्सारीलाई उम्मेद्वार बनाइएपछि पार्टीभित्रै तीव्र विरोध सुरु भएको बताइएको छ। अन्सारीमाथि माओवादी र पर्साका जनतालाई धोका दिएको तथा स्वार्थका लागि बारामा राजनीतिक आधार खोजेको आरोप लगाइएको छ। त्यस्तै 12-3 का उम्मेद्वार अरविन्द शाह पनि विवादमा तानिएका छन्। आफूलाई खोल्ती नामक डिजिटल बैंकको संस्थापक बताउने शाहमाथि केही दिन अघि कलैयामा स्वतन्त्र मेयर बालेन शाहको कार्यक्रममा गाउँ गाउँबाट बसमा मानिस ओसारेको आरोप छ। साथै उनी पूर्व ऊर्जा प्रमुख कुलमान घिसिङसँग सम्बन्धित उज्यालो पार्टी परित्याग गरी रासोपाबाट उम्मेद्वार बनेको विषयले समेत प्रश्न उठाएको छ। रासोपाको स्थापना कालदेखि सक्रिय रहेका धेरै नेता कार्यकर्ताले उम्मेद्वार छनौट प्रक्रियामा पारदर्शिता र सिद्धान्तको अभाव भएको गुनासो गरेका छन्। यही असन्तुष्टिका कारण बारा लगायत मधेसका जिल्लाहरूमा पार्टीको चुनावी उत्साह कमजोर देखिएको राजनीतिक वृत्तको विश्लेषण छ। स्पिकरमा गीत बजाएर 2 देखि 4 जना उफ्रिदैमा चुनाव जितिँदैन, एक असन्तुष्ट रासोपा समर्थकले आक्रोश व्यक्त गरे। ममता शर्मा जस्ता संस्थापक नेतृत्वले पार्टी परित्याग गर्नु र स्थापना कालदेखि सक्रिय कार्यकर्ताहरू धमाधम बाहिरिनु मधेस प्रदेशमा रासोपाको भविष्य संकटग्रस्त बन्दै गएको संकेतका रूपमा हेरिएको छ। चुनावको ठिक अघि देखिएको यो आन्तरिक कम्पनले पार्टीलाई कति क्षति पुर्याउँछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दो छ।